अब असार आयो देखाउनु परेन लाग्यो त्यो पारी पाखैमा त्यो पारी
हजार दिप्तेन बजार लैलै सम्झनामा आउँछौ हजार दिप्तेन बजार लैलै सम्झनामा आउँछौ हजार काखमा बस्ने भाग्यमै छैन कि लुम्रेमा चाहिँ हाम्रो रोपाइँ भइराखेको छ र तपाईँहरू आज आएर यो हाम्रो भिडियो गरिदिनु भएकोमा यो हाम्रो नेपालमा कृषि क्रान्ति नगरेर नेपाल समृद्ध हुँदैन। त्यो भएर चाहिँ कृषि क्रान्ति चाहिँ जरुरी भएको हुनाले सबैले चाहिँ कृषि क्रान्तिमा लगाइदिनु होला भन्ने हार्दिक अनुरोध गर्छु। हस्, धन्यवाद। मेरो नाम बलराम दाहाल, माछापट्टि 8 लुम्रे। ल के आज असार सुरु भइसक्यो? अब असार चाहिँ त खासै भयो होइन, तर यता जेठैतिर चाहिँ यो ठुलो जेठो पहेँली धान भएको हुनाले अलिक छिटो रोप्नुपर्ने बाध्यता परेको हुनाले असार नलागिकन हाम्रो पानीको नि सुविधा भएको हुनाले जेठैमा रोप्ने चलन छ यता। पानी कस्तो राम्रै भयो? हाम्रो चाहिँ खोला अनि सिँचाइको व्यवस्था भएको हुनाले चाहिँ राम्रै भएको छ। केही व्यवस्था गर्नुपर्ने त्यस्तो केही? अझै नै सिँचाइको चाहिँ अलिक त्यति व्यवस्था छैन। हुन त यो हाम्रो आधारभूत सिँचाइ योजना त परिराखेको छ, त्यही पनि अझै पनि अहिले राम्रोसँग व्यवस्थित भइसकेको छैन। यसलाई नै अझै ध्यानपूर्वक सबैले चाहिँ सबै निकायहरू यसमा लागिदिनु होला भन्ने हार्दिक अनुरोध। ल धन्यवाद हजुरलाई। केही भन्नु न? नेपालको यही नै हो हाम्रो राष्ट्रिय अब खेतीपाती हो। ल ल ठिक छ। ल अलिकति सानो फोटो भिडेपछि घामले डढायो भने आज केही नभए यत्तिकै नर्मल भएमा सानो सुट गरिदिउँ भनेर आएको, मस्तै डढायो।